Hi guys, welcome to my new another vlog. अनि आज पनि हामी फेरि विशाल बजार जाँदैछौँ सपिङ। कहाँ विशाल बजार गयो? 21 मिनट लाग्छ अरे। 60 रुपैयाँ दिए गरिहाल। अब हामी पनि जाँदैछौँ। यसको छोरा चाहिँ यस्तो पारेछ। ओके, सी यू। मास्क लाउनै बिर्सेछ आज। यो बाटो चाहिँ म सेकेन्ड टाइम होला यसरी हिँडेँ। मेरो लागि चाहिँ एकदमै युजफुल भइरहेछ। हेर्दा पनि होला। ओके, अब चाहिँ न्यु रोडमै भेटौँ। सपिङ गर्नेको भिड, आम्मामा दसैँको भिड है गाइस। मैले चाहिँ आउँदाखेरि 1 रुपियाँ क्यास पनि बोकेर आएको थिइनँ, किनभने मोबाइल ब्याङ्किङ हुन्छ भनेर। मैले चाहिँ मम्मीको लागि, मम्मीले मलाई 2टा कुर्ता मात्र किन्दे, सस्तो खाले भनेर भयो। तर मैले त्यही किन्दे। मम्मीलाई चाहिँ अब मनिकालाई कस्तो मनपर्छ त्यो हेर्नै बाँकी छ गाइस। तर कस्तो धेरै भिड, अनि एउटा नि राम्रो केही पनि महँगो नभने जे पनि महँगो। एउटा किडनी बेचेर 1-2 कुर्ता सोल किन्नुपर्छ जस्तो छ। मनिका र म सँगै याङमा आएको, तर मनिका कुन दुनियाँमा हो भने मलाई थाहा छैन। मेरो पछाडिको भिड यो सपिङ गरे मान्छे एकचोटि हेर थाकेर। यो न्यु रोडको भिड हो, दसैँको भिड हो गाइस। आइया, यहाँ त बच्चा चोरी पनि हुनसक्छ है। हामी दुईटाको हालत त यस्तो भइसक्यो। ओइ के भयो? ओइ लाप एकछिन है। बहिनी लिनुहोस्। अब चाहिँ सहनै नसक्ने भइसक्यो। किन्न खोजेको सामान पनि नपाउँदो रहेछ। उहाँको हालत यस्तो भइसक्यो। उसको कस्तो राम्रो लुगा किने हो, अनि उसकै हालत यस्तो छ। मैले नि किनेँ। अब मलाई अहिलेको लागि प्यारो भनेको मेरो कपाल हो, त्यही भएर मैले एउटा लिभनको हेयर सिरम किनेँ 300 रुपियाँ हालेर। कन्डिसनर किनेँ। त्यो बाहेक मैले केही किन्न सकिनँ। अब मान्छे त किरा आउँदै अलिअलि मिलाएर जानियो 200 जस्तो जानियो भन्ने झाँक्दिन। पागल हुन्छ पागल। यो के को भिडियो हो के? एक टाका त झन् यो बाटोमा लाइन लाग्न पर्ने भएको थियो। ओ 1000 रुपियाँ झरो, कस्तो झरो? कोही हेर्दैन नि त। के भयो? खुट्टा दुखेर कैदी झोला बेच्न अझै छोडेर जान्छ मान्छे अहिले। हामीले खुट्टा पनि दुखेर पागल हुन लागिसक्यो। यस्तो धेरै दुख्यो कि यस्तो खाले जुत्ता काम छैन। प्रिटी क्लिकमा सेल्स थियो, एउटा ब्लसर किनेको थियो। मलाई चाहिँ जाडो भएर चिसोले टाउकोमा सल हालेछु।
तँलाई के भयो जाडो भए पेट फुलेर पाउने हामीले खै त देखा त देखा न उभिएर भन् उभिएर देखा हाम्रो पारा यस्तो छ तपाईँहरूको पारा कस्तो छ अहिले रातिको कति बज्यो बहिनी 8 बाइबल स्टडी पनि सक्यो हामी चिया पानी गरी विष्णुदेवी लिएर छौँ Say what? If you guys want to meet and give me, you can visit me. यसले के भन्न खोज्यो मैले एउटा थोको बुझ्या भए के भन्नु लाग्यो भन् त भन् न If you guys want यी नेपालीमा भन् न if you guys want to meet me and gift for me, you have to visit me. वेयर Bangalore. ओहो होइन मेरो गाइस हामी त चोबारतिर बस्छौँ कहाँ बागडोल भन्छ कसरी लोकेसन थाहा पाएर आयो भने के होइन लोकेसन कसरी सही भन्नु हुँदैन Bangalore बस्दैनमा कहाँ बस्छ घरभित्र बस्छ हो सही बात लास्टै गाह्रो भयो क्या हिँडेर अब हामी घर गएर नाचेर टिकट हाल्छौँ नाचेर टिकटक हाल्छौँ ल किनभने मेरो म छुट्टी त खाइदियो उठ्नु पर्ने आज म त मम्मीको कुर्ता सुरुवाल लाएर नाच्ने हो घर पनि आइयो भिडियो बनाउनु भनेको अब एकछिनमा बनाउनु पर्ला हेलो मेरो माताश्री यो तपाईँको कान्छो छोराले किनिदिनु भएको लुगा किनिदिनु त मैले किनिदिएँ पैसा चाहिँ कान्छो छोराको भाइले किनिदिएको यसको क्वालिटी यति दामी हो अहिले म लाएर पनि देखाइदिन्छु ल हेलो यो चाहिँ मम्मीको कुर्ता सुरुवाल हो यो पनि मेरो माताश्रीको लागि उहाँको जेठी छोरीले किनिदिनु भएको हामीले केही पनि किन्दैन हामीले अलरेडी पोहोर किनिदिइसक्यो ए मेरो पिताश्री ढोकिदिए यो चाहिँ हाम्रो ड्याडीको लागि दिदीको तर्फबाट किनिदिएको हो भाइको तर्फबाट नि थियो तर मैले पाइनँ खोज्न जाँदाखेरि हामीलाई साइज थाहा नभएर तर यो चाहिँ पर्फेक्ट साइज हो अब मनिकाको पालो आउँछ कुर्ता सुरुवाल चाहिँ मनिकाको दाइ र दिदीले किनिदिएको हो अनि यो कुर्ता किन्नेको प्राइस एउटा किडनी बेच्यो भने बल्ल आउँदो रहेछ न्यु रोड घुम्दा घुम्दा यस्तो चाहिँ कुर्ता सुरुवाल पायो अनि मेरो खोइ भन्नुहुन्छ भने चाहिँ मलाई किन्ने पैसा दिएको थिएँ तर के गर्नु यसकै लिगो धेरै त्यही भएर मैले आँट गर्न सकिनँ गाइस धन्यवाद यति बेला चाहिँ दिदीलाई भिडियो कल गरेँ अनि त्यसपछिबाट मैले चाहिँ दिदीले किनिदिएको कुर्ता मम्मीलाई अनि भाइले किनिदिएको कुर्ताहरू देखाएँ त्यसपछि एकछिन मैले जिन्दाबाद डान्स पनि गरिदिएँ दिदीको रियाक्सन त केही थिएन मेरो रियाक्सन पनि केही पनि भएन लास्टमा अनि मनिका आइ त्यसपछि मनिकाले देखाएँ अब मनिकाको डान्स हेर्ने एकछिनमा दिदी के बोलेको त्यो भोइस आउने त मलाई थाहै भएन तर बोल्न चाहिँ धेरै कुरा बोलिरहेको थिएँ राम्रो छ भन्दै म चाहिँ क्वालिटी कति राम्रो छ है भन्दै देखाइरहेको थिएँ यो चाहिँ मनिकाको एक्लै डान्स हो बन्दीपुरे माया भन्दै गीत गाइरहेको थिएँ यो चाहिँ मनिकाको डान्स हो त्यहाँनिर अहिले मेरो चाहिँ त्यहाँ जोकर जस्तो देख्छ मलाई चाहिँ बुवाको त्यो
लुगा लाएर किन्यो भने नयाँ लुगा लगाएको होइन त मनिका ओइ अब एकछिन चाहिँ डान्स हेरौँ अनि म यो भिडियो मार्फत भन्न चाहन्छु मेरो युट्युब ब्लगलाई माया गरिदिनु भएकोमा धन्यवाद किप सब्सक्राइबिङ तपाईहरुको मायाले नै म भिडियो बनाउनलाई इन्करेज हुन्छु गुड नाइट ह्याभ अ स्वीट ड्रिम गाइज